हो रातो क्या पलाउने को नाम क्या हो यो माको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र पाकेको हो रातो क्या पलाउने को नाम क्या हो यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र पौडेला मेरो नाउँ बागलुङ जिल्ला रानखानी मेरो गाउँ यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र पौडेला मेरो नाउँ बागलुङ जिल्ला रानखानी मेरो गाउँ यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र मेली जुली दोरी गाम्न तारा नानीको नि परिचय पाउन त यो नानीको संसार विचित्र तिम्रो रूपमा के
तनहुँ जिल्ला दमौली घर मेरो नाम नारायणी खनाल हो थर मेरो यो मायाको संसार विचित्र तिम्रो दिलमा के जादु छ र हो बस्यो दिलभित्र दमौली घर मेरो नाम नारायणी खनाल हो थर मेरो यो माया संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र तिम्रो दिलमा के जादु छ र हो बस्यो दिलभित्र बची सौसियारी कसकी छोरी हौ कसकी बुहारी यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र के जादु छ र हो बस्यो दिलभित्र बिहाको दुखी पद रहेछ यो सुब्बाको यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र इजलासले उभ्याएको दुखी पद रहेछ यो सुब्बाको यो माया संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र हे राष्ट्र सेवा इमान र धर्म त मेरो पनि त्यस्तै हो धर्म यो नानीको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र इमान र धर्म मेरो पनि त्यस्तै हो धर्म यो नानीको संसार विचित्र तिम्रो रूपमा के जादु छ र हो बस्यो दिलभित्र अथवा बाटोमा अन्ताक्षरी गाउँदै जानु पनि होला। अब मैले यसलाई क्विकली यो एन्ड गर्नलाई अब हाम्रो कुनै फर्मालिटी छैन। सुख दुःखका कुराहरू हामीले साट्ने अवसर पायौँ, केही रमाइलो गरौँ। यसले हामीलाई पक्कै नै एक आपसमा थप नजिक हुने अवसर पनि प्रदान गरौँ। भोलि हामीलाई काममा पनि थप ऊर्जा र हौसला प्रदान गर्नेछ अवश्य भन्ने मैले त्यसलाई महसुस गरेको छु। र अब ढिलो भइसकेका हुनाले हामी खाना खोलिसकेका छ। खाना लिएर यहाँ आफ्नो आफ्नो ठाउँमा अहिले रजिस्ट्रार साहबले भनेअनुसार पूर्ववत रूपमा हामी सकुशल आरामपूर्वक आफ्नो ठाउँमा जाउँ। मलाई लाग्छ आजको Vai,